तपाईलाई नुवाकोट दरबार जिप लाइनमा स्वागत छ म्याम। धन्यवाद। शुभ नाम तपाईको? शान्ति गजेल। कहाँदेखि आउनुभयो? धारकेबाट। ल फेरि आउनु होला, साथीहरूलाई सेयर गर्नु होला, इन्जोय लिएर जानु होला है। विजया दशमीको शुभकामना। हजुरलाई पनि। गोडा सिधा गर्नुहोस्, माथि गर्नुहोस् है। कस्तो लाग्यो? धेरै रमाइलो लाग्यो। साथीभाइहरूलाई सेयर गर्नु होला, फेरि आउनु होला है। तपाईँलाई नुवाकोट दरबार जिप लाइनमा स्वागत छ। मेरो भोला कहाँदेखि आउनुभयो? धारकेबाट। ल फेरि आउनु होला, साथीहरूलाई सेयर गर्नु होला, इन्जोय लिएर जानु होला है। हस्, थ्याङ्क यू सो मच। लक्ष्मी तपाईँलाई पनि आउनु त थोरै गोडा सिधा गर्नु त्यो माथि तान्नु पर्यो। कस्तो लाग्यो हजुरलाई? धेरै दाम। हजुरलाई नानु कस्तो लाग्यो? फेरि आउनु होला, साथीभाइहरूलाई सेयर गर्नु है।
थाहा छ कुनै के फोहोर कतै के होइन यहाँबाट तल गयो होइन बरु गाईको गोबरमा हात म त्यसै कुदेर आउँदैछु तँलाई एक खान्छु यस्तो आऊ आऊ हो पनि यहाँ आऊ न खान्छ नि गाई हो खान्छ नि यहाँ डर छ आऊ छोड नानी Happy birthday ho. बसेर सुन ओन्ली बुवा एन्ड मम्मी क्यान डु इट बाबाले गरेछ आमाले गरेछ त्यसबाट यो बिगा कस्तो छ बिगा यस्तो असन चाहिँ माने भन्दै केन गर्नु उबेर फोरी सबै पुस्तै पानी पानी भयो आवाज Oh
ल है त मैले है त के हो यसको नाम के हो सुनिवारी के हो सुनिवारी के भयो भइसक्यो हाम्रो एकैछिन बन्द गरेर के एकैछिन बन्द गरेर हेर्दैन Why you don't want to see? किन मेरो मेरो नाना हेर्छ यो मेरो दुबईबाट ल्याएको नाना च्यातियो यसले हानेर ए नदिनी नदिनी मलाई यही ठुलो कुर्सी यसलाई म यहाँबाट बोन झानेर उता आँगनमा पुऱ्याइदिउँ त्यसरी हाम्मा हाल्ने हो रङ कसको मेरो पाइलो हो मेरो पाइलो आमा होइन आमा पाइलो Pagliaro.
हामीलाई सिकाउनु पर्यो हतारबाट छिन्ने हो त के मिल्दैन दसैँ टीका सुरु यहाँ टीका सुरु भयो नि त तिम्रो मात्रै एउटा फोटो ल बुहान साइडमा बस्न आमा र बुहान ए सिङ्गल छैन यति हेरेर ल भइहाल्यो अहिले पछि छ ल ठिक छ ठिक ल भयो अब टिका लगाउँछु टिका चाहिँ यता बसेर लगाऊ है
आऊ त्यहाँ नसर तेरो फिङ्गर त्यसो दार्जिलिङ अब चाहिँ दसैँ टिको हो क्यान्सल गरिदिएको फेरि बिहान बोलाउँ कि बिहान हुने कि नहुने आज त लाउने जुन चाहिँ चप्पल लाउँदा हुन्छ आज निला भरि लाउने हो नि त आज हो बढिया आज तिमी जसको नि हेर्नु है होइन नि आजको त्यो खजाना हुँदैन त्यो होइन अर्को सबै कहाँ यसै गरी लाउने हो त्यही भएर त दसैँको टिका नै अब बिस्तारै यताबाट यहाँ म तिमीलाई सरप्राइज गर्छु आज घुम्न जाने हो हामी ह्याप्पी ए मंकी एउटा मात्र निकाल्न खानु एउटा मात्र फुत्त यो ओन्ली वान पिस होला भयो निकाल्न भागिहाल्नु नि छु भागिहाल्नु त त्यहाँ त्यही राख्नु हुँदैन त्यसलाई हान्नु नै एकचोटि अहिले फोटो लिइसकेपछि बस्नु कहिले तिमी नमात्र तिमी पनि पैसा झोला हाल्नु पैसा झोला खोइ तिमी पनि पैसा हाल्नु झोला खोइ गुरु झोलामा दिदी हेर यो झोलाभरि पैसै पैसा नहाल्ने भुइँमा बसेर टिका हो त्यो ठिक छ ल एकदम सही छ पैसा चाहियो ल ल म दिन्छु ल कति पैसा लाग्छ त्यसमा अलिकति तल गर्दैन हो टाउको मेरो दिदीको पैसा भरिसक्यो अब तिम्रो कहिले पैसा भरिन्छ यो तँले कति पैसा छिन्छ सिचिँदैनस् त्यसपछि सबैसित पैसा माग्छ हो त्यहाँ राख है सबै राख डिफ्रेन्ट पैसा हराउला नि फेरि न ये बाबु पनि झोला त बैगो नि त कति धेरै पैसा छ त्यसमा के छ अब त यो लाउँछु न लगानु यहाँ त्यो अमिताभको छोरो त्यो हिरो काम गरेर त्यसले यसरी लतार्दै हिँडेको छ हामी अमिताभ बच्चनको फ्यामिली म यतापट्टि हो बुझ्नु भयो के यता हो त्यहाँ छ रातो के छ यता ल त्यो रातोलाई भाउजू त बस्नु
भुइँमा होइन माथि स्ट्यान्डर्ड ठाउँमा राम्रो देखिन्छ नचितो है कहीँ नचितो हुँदैन बिग्रिन्छ नचितो आज दसैँको दिन टिका लाउनलाई छोरी माया यता मायुनी मायुनी नानु मलाई त्यो एउटा नागवारी भयो मायानु के छ मायानु झुन्डौ न आफ्नो हातले झुन्डौ भने यहाँ मात्र चलाउ त अनि म गर्छु सुनु बाबा अनि नानीको अनि दुईजना पछि अनि तिम्रो पालो आएको छैन पार्टी र म हुँदैन त ढुसुक मात्रै हो त्यहाँ नतिजा है के भइदिन्छ त्यहाँ रेकर्ड सेकर्ड के छ फोटोमा मात्र के न यसले हल्ला यहाँ कहाँ थिएपछि फोटो खिचिन्छ यहाँ हल्लियो अब यहाँ कहाँ थिएपछि फोटो खिच्छ भने मैले बुझ्दै बुझिनँ खिचिन्छ ए हो रहेछ तिम्रो त्यस्तो ए नल यसलाई नल है ए बस हो तिमी पनि त्यहीँ बस तिमी जाऊ त्यहाँ नजिक गएर बस न देखिन्छ ल हो उभिएर बस है हो ल यता बस
अलिकति त माग्ने खाँदा अनि पहाइ म तेरो नि फोटो तिमी जाऊ त त्यहाँनिर बस्छ त म फोटो खिचिदिन्छु त्यहाँ उभिएन त्यहाँ तिम्रो पनि फोटो आउँछ अहिले ऊ दिदीको जस्तै गरी तिमी दुईजना यहाँ बस न हो यहाँ उभिया हो यहीँ उभिया हो त्यहाँ उभिया अग्र त नजिकै उभिया त हो त्यहाँ उभिएर बस है हो त्यहीँ उभिया यता हेर्नु त कस्तो राम्रो हो छोरी त्यो बिचा आइदिनु झन् द बेस्ट रेडी हो यता हेर्दै जानु यो माइनस गर्यो भने प्लस डुमे बुवाको सहित तान्दो रहेछ कि माइनस गर्यो भने जस्तै माइनसमा बुवा सहित आउनु होइन एकमा चाहिँ अलिकति होइन यता यता छक्काइ तिम्रो त पैसाको झोला कहाँ राख्यो तिमीले पैसाको झोला कहाँ राख्यो यहाँ खोइ पैसा हरायो कहाँ राखेछ यो झोला बसको भने दुईजना फोटो बिचमा बस्छ त बिचमा उभिएर हो हुन्छ त्यो पनि खिचेर द बेस्ट है त स्माइल रेडी एकदम ब्याकग्राउन्ड ठिक छ रेडी ओके रेडी हेर्दा नट ब्याड होइन हो ल त्यही एकदम ठिक छ हो यो चाहिँ क्लोजअप को लिँदै है मैले जस्तो हाम्रो साइडमा टिका हुँदैन क्या उसमा टिका छैन झोला लिएर आऊ भने तिमीलाई मैले मलाई पैसा दियो भाइ अब एकछिन छोडा लाउने हो
यता झोलेर राख्ने त राम्रो हुन्छ सुहास्दै बस्छ कि राम्रो देखिन्छ कि मेरो अनुहारभरि ज्ञान पनि आज नि कति ज्ञानी छ दिदीले हेर कति राम्रो भनेर टिका लाग्छ नमस्ते गर्ने बुवालाई हात जोडेर अलि राम्रो नमस्ते गर अब सिधा गर अब आज टिका नबुझ है भाइ बाबु यसरी खसाल्नु हुँदैन सबैको त्यस्तो छ है नमस्ते गर बुवा नमस्ते गर ज्ञानी बन्नु अब धेरै पढ्नु ल बुवालाई पैसा दिऊ बुवालाई थ्याङ्क यू चल मैले चल नमस्ते गरिसक्नु शिवान दिदी सबैजना लाउनु पर्छ उसको खै थैली खै उसको थैलीमा हाल्नु थैलो भन्नुपर्छ है होइन थैलोमा हाल्छ भने थैलीमा हाल्ने ब्यागमा भएको छैन पख ब्यागमा राख्नु नि खैलीमा हाल्छ दुबईमा यति नाच्ने त पैसा छ हजुरबाबुको अनुहार फोटो चाहिँ खिच्ने खाली खुट्टा मात्र हल्लाइरहने घुम्ने नाच्ने होइन त्यो गीतमा त्यही छ घुम्ने भने केही पनि होइन होइन यो गीतमा ए ल ल कन्टिन्यू गर यही हो ल ल दुईवटा छाडा गयो छैन यही हो ए हो यही ए घुम्नेवाला अर्को अर्को घर लगाउला अरू घुम्ने यहाँ घुम्ने चाहियो घुम्ने उड्ने गर्ने ए ल ल ल छिटो यसलाई कन्टिन्यू मलाई के थाहा छ मलाई धरती का प्यार पले नीले गगन के तले धरती का प्यार पले ऐसे ही जग में आती है सुबहें ऐसे ही शाम ढले नीले गगन के तले धरती का प्यार पले शबनम के मोती फूलों पे बिखरे दोनों की आस फले नीले गगन के तले धरती का प्यार पले
मस्ती में खेले पेड़ों से मिल के गले नीले गगन के तले धरती का प्यार पले नदिया का पानी दरिया से मिलके सागर की ओर चले नीले गगन के तले धरती का प्यार पले ऐसे ही जग में आती है सुबह ऐसे ही शाम ढले गगन के तले धरती का प्यार पले नीले गगन के तले धरती का प्यार लाइक कमेंट सब्सक्राइब शेयर द यूट्यूब चैनल उता भटकेछ सम्पूर्ण आकाश अड्किँदैन एक एक सेकेन्डमा उखाल्नु पर्यो भने चाहिँ खस्छ एकतिर मात्र होइन तिनतिरै पुरै एक सेकेन्डमा हेर्न यार डेन्जर बहुत डेन्जर खतरनाक पड्किन्छ नि अब पानी परेछ मेरा कस्तेर चड्किएको छ एक सेकेन्डमा हेर्नु यो चाहिँ झर्ना रहेछ यस्तो बाटो लगाएर यसरी उतापट्टि त्यो माथि डाँडो पहिला हाम्रो घरबाट देख्ने डाँडो थियो अहिलेसम्म बाटो छ झर्ना खोलो यत्रो रहेछ यतापट्टि बाटो यो पिच रोड पुरै डाँडो डाँडो यस्तो रहेछ